झापामा सञ्चार क्षेत्रले भोगिरहेका चुनौती, सञ्चार नीति तथा बजारको प्रभावबारे गहन छलफल गर्ने उद्देश्यले आयोजित एक दिवसीय अन्तर्क्रिया कार्यक्रम वीरतामुमा सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनित झापा शाखाको आयोजना तथा वीरतामुर नगरपालिकाको आर्थिक सहयोगमा वीरतामुर स्थित सिपी होटलको सभाहालमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो। फोनित झापाका अध्यक्ष अर्जुन राजवंशीको अध्यक्षता तथा फोनित संघीय उपाध्यक्ष अर्जुन जुम्लेली राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय भावनाले ओतप्रोत राष्ट्रगान प्रस्तुत गरिएको थियो। त्यसपछि प्रमुख अतिथि राईले दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष राजवंशीले झापाका सञ्चार माध्यमहरूले हाल भोगिरहेका विभिन्न समस्या तथा चुनौतीहरू बुदागत रूपमा प्रस्तुत गर्नुभयो। उहाँले पत्रकार तथा सञ्चारकर्मीहरू समयमै एकजुट भएर अगाडि नबढे आगामी दिनमा थप जटिल परिस्थितिको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने बताउनुभयो। सञ्चार क्षेत्रको संरक्षण, प्रवर्धन तथा पत्रकारिताको व्यावसायिक भविष्य सुनिश्चित गर्न सबै पक्ष सचेत र जिम्मेवार बन्नुपर्ने उहाँको जोड थियो। झापामा ठ्याक्कै मिडिया मार्केट चाहिँ हामीले गाउँपालिकाले दिइरहेको भरपर्दो एउटा स्रोतलाई हेऱ्यौँ भने र हाम्रो खर्चको अनुमानलाई मूल्याङ्कन गर्यौँ भने हामी अत्यन्तै कम रिसोर्सेसमा छौँ र अत्यन्तै धेरै एक्सपेन्सेसमा बाँचिरहेका छौँ। कार्यक्रममा फोनित झापाका संस्थापक अध्यक्ष दिपिन राई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, नारी सञ्चार गिरिया झापाकी अध्यक्ष स्वस्तिका आचार्य, प्रेस युनियन झापाकी उपाध्यक्ष सबिना लिम्बू, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले फोनित झापाले समसामयिक र सञ्चार क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेकोमा आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे गम्भीर बहस सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। अन्तर्क्रियामा दलित पत्रकार मञ्च झापाका अध्यक्ष मनकुमार गदाल, कान्तिपुर टेलिभिजनका गणेशमान मुखिया, चलचित्र पत्रकार मञ्च झापाका अध्यक्ष एकराज प्रधान, खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष इन्द्रजित मुखिया, पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डे, फोनित झापा कार्य समिति सदस्य ताङसाङ गगन लगायतले आफ्ना अनुभव, जिज्ञासा तथा धारणा राख्नुभएको थियो। उहाँहरूले वर्तमान सञ्चार बजारको बदलिदो स्वरूप, आर्थिक चुनौती, विज्ञापनको असमान वितरण तथा पत्रकारिताको दिगोपनाका विषयमा आफ्ना विचार राख्दै पत्रकारहरूले बदलिदो परिस्थितिमा कसरी टिकिरहन सक्छन् भन्ने विषयमा महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि अर्जुन जुम्लेली राईले वर्तमान सञ्चार बजारको अवस्थाप्रति सरकार गम्भीर नदेखिएको टिप्पणी गर्दै सञ्चार क्षेत्रलाई कमजोर बनाउने खालको विभेदकारी विज्ञापन नीति खारिज गरिनुपर्नेमा जोड दिनुभयो। उहाँले फोनित झापाले समय सापेक्ष र सान्दर्भिक विषय उठाएर बहसको वातावरण सिर्जना गरेको भन्दै कार्यक्रमको प्रशंसा गर्नुभयो। पत्रकार साथीहरूको स्थिति हेर्दाखेरि यो अत्यन्तै सान्दर्भिक पत्रकारिता क्षेत्रमा चाहिने चिज प्रस्तुति गर्नुभएको छ। त्यसमा पनि धन्यवाद दिन चाहन्छु र नेपाल पत्रकार महासंघको जिल्ला अध्यक्ष, प्रदेश उपाध्यक्षज्यूले पनि भनिसक्नुभयो कि यो विषय चाहिँ अलिकति बहस छलफलको विषय हो र यसलाई अगाडि बढाउनुपर्छ। कार्यक्रमका अध्यक्ष अर्जुन राजवंशीले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता अन्तर्क्रियाले पत्रकारहरूको क्षमता अभिवृद्धि, एकता र पेशागत सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। जति सक्यौँ बजारमा उपलब्ध साधन स्रोतमा उपलब्ध हामीले प्रस्तुत गरेका छौँ। सबैभन्दा खुसी लागेको छ पत्रकार महासंघ झापाले पनि यसलाई इनिसिएसन लिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कोशी प्रदेशका उपाध्यक्षज्यूले त 12 गतेको कार्यक्रममै म यो विषय प्रवेश गराउँछु भन्नुभयो। फोनिसको संघीय उपाध्यक्षज्यूले पनि केन्द्रीय सम्मेलनमै म यो विषयलाई चाहिँ प्रवेश गराउँछु भन्नुभयो। यो वास्तवमै आजको कार्यक्रमको ठुलो उपलब्धिको रूपमा यहाँहरूको जुन चाहिँ सदा सहायता प्रतिबद्धता रह्यो यसप्रति म एकदमै धेरै आभार व्यक्त गर्न चाहन्छु। फोनित झापाका उपाध्यक्ष तिलक योन्जनले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा पत्रकार, सञ्चारकर्मी, पत्रकारजन्य सङ्घ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन फोनित झापाका सचिव सन्तोष बेगाले गर्नुभएको थियो।